everyone, namaste, lasso, tastele, फ्याफुल्ला, वेलकम ब्याक माई युट्युब च्यानल बिमु ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म चाहिँ टिक्का परेर कहाँ जाँदैछु भने बाहिर जाँदैछु। आज चाहिँ मेरो छुट्टी हो। सबैजनाले मेरो भिडियोमा लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। हामी चाहिँ फेरि पनि आउँदैछु लिमासोल मोलसमा पार्कतिर धाउँदैछु। अब पार्कतिर जानु लाग्यो। त्यस्तै हो, आजको चाहिँ अब अलिअलि सपिङ गर्ने अनि साथीभाइ भेट्ने खाने, त्यही हो साथीहरू। अनि चाहिँ पार्क आइसक्यो। अब साथीहरू नै आएछ मेरो उताबाट भेट्नलाई रेडी छौँ त। के साह्रो कालो भएको त हामी त घाम नलागे जस्तो। मेरो साथी त आइसक्यो। अनि अस्ति आएको तामाङ नभएको त नि हौ। के साह्रो मेरो बोयफ्रेन्ड भेट्न आएको। म चाहिँ बोयफ्रेन्ड भेट्नु छ हौ। मेरो बोयफ्रेन्ड आउँदैछ त। हेर न त्यो तलदेखि माथिसम्म, माथिदेखि तलसम्म गएछ। भिडियो बनाउँदैछ क्या टिकटक। अब त्यस्तो कालो देखेको त काहीँको पनि होइन। खोइ चस्मा स्कुलमा कहाँ हामी यसरी खान्थ्यो त। वाउ खानै पाएको छैन यार। उतापट्टि सम्माउनु त कालो देखेर क्या। म यस्तो खाएको देखाउनु पर्यो। अलुचा देखाउ तल। साथीहरू साइप्रसको नुन खोर्सानीसँग खाँदा त म त घरकै याद आयो बाबा। चाहिँ अचार सेल अलि पाकेको छैन के अरे यो। अनि बुङ्गुरको मासु चटपटे। दिदी बहिनीहरू चाहिँ एकदम यता पार्कमा चाहिँ हामी है साथी एउटा हो लिएर आएको छ क्या मैले। देखाउने चाहिँ दिदी हो क्या फेरि। दिदी बराबर सिन्धुपाल्चोकको टोलीको सानो देखेको त है साथी। के भन्नु सिन्धुली सिन्धुपाल्चोक। लो साथीहरू हामी चाहिँ मोलस पार्कमा चाहिँ पार्टी हुँदैछ। पार्टी सबैजना उता चाहिँ त्यस्तै हो। अब 4 महिना आउन पाउँदै। लो हामीले चाहिँ अब खाजा खाइसक्यो। खाना खाइसक्यो। साथीहरू हामी चाहिँ अब साथीहरू भेटेर पनि यता समुद्रतिर आएको छु। यो चाहिँ समुद्र हो। हेर्नु होला अब के गर्नु। त्यस्तै हो लिमासोल मोलसको समुद्र। को हुनुहुन्छ यता सबै हाजिर होम। सबैजनाले लाइक गर्नु होला मेरो भिडियो कस्तो भइरहेछ। अनि मेरो साथी पनि छ यहाँ। ब्युटिफुल लेडिज एन्ड जेन्टलम्यान। साथीले प्र्याङ्क गर्दैछ। उसको चाहिँ सामानहरू थियो लुकाइदिनु पर्यो। अहिले आएर हेरेर सामान भरेर खोज्न लाउनु पर्यो। लास्टै कुरा आयो। 2 घन्टा भइसक्यो। कहाँ गयो। त्यही एउटा मात्र हो मोबाइल। होस् घडी त मोबाइल मात्र लुकाउनु। त्यो मुनितिर हाल न। अहिले खोज्न लाउँछु क्या। हामी 3 जना चाहिँ 2 घन्टा 3 घन्टा हुन लाग्यो। कुरेको कुरै छ आउँदैन। हाम्रो पारा चाहिँ यही हो। अब हामी त यस्तै त हो नि। 3 जना यता डुल्दै छ है मोलसको पार्कतिर। मोलस होइन युरोप हो। कहाँको मोलस? कुचु भएन क्या। उयो त्यति सामान चाहिँ गर्न जाँदैछ क्या। नर्मल हालिदिनु न।
ओइ दुईजना के गरेको किन होइन क्या चुप लाग त्यहाँ हेर भनेको अब चाहिँ थाहा हुन्छ दुईजनाको पारा हेर न ओइ दुईजना हो क्या नाम भन्नु चाहिँ हामीले फलो गर्छौँ के भयो रे फोन गर त कहाँ के भयो भने सेट भयो अब त यो त भयो अहिले त हाँस्यो मोबाइल हरायो भनेर आजको चाहिँ सक्यो साथीहरू चाहिँ फर्किन लाग्यो इधर आऊ फेरि आउँछ इधर आऊ अरूले पर्दैन बाइ बाइ अब उनीहरू चाहिँ जानु लाग्यो साथीहरू ढ्याङ्गै लाएर लडाइदिउँ जस्तो लाग्छ अब 4 महिनापछि बाइ बाइ ल मलाई बोक त है साथीहरू अब पछि भेटौँला नरुनु न हाँसेर जाउँ ल ल बाइ बाइ ल ल हामी त छेउमा क्या राम्रोसँग जाउँ टाढा हुनेहरू हामी त फर्केको के साह्रो टल्केछ के साह्रो मुख लुगा गएन एकजना चाहिँ आमा सेतै लुगा लाएर साथीहरू मेरो चाहिँ साथीहरू पनि गयो अब पुगेको आजको भ्लग चाहिँ त्यति धेरै बनाउन पाएन साथीहरू आएर साथीहरूसँग मात्र टाइम स्पेन्ड गरेँ त्यही भएर धेरै बनाउन नि पाएन अब चाहिँ घर फर्केको बसको घर फर्केको आजको भ्लग चाहिँ यति नै भयो साथी बाइ बाइ